नमस्कार, के तपाईको मेरो शेयरमा 10 किता भन्दा कम शेयर अड्केर बसेको छ र बेच्न खोज्दा टीएमएस ले इरर देखाइरहेको छ वा अर्डर राख्दा पनि बिक्री भइरहेको छैन? कारण के हो भने टीएमएस को रेगुलर यानी कन्टिन्युअस मार्केटमा न्यूनतम 10 किता शेयर मात्र बेच्न पाइन्छ। त्यसैले 2-4 किता अर्डर राख्न मिल्दैन। अब प्रश्न आउँछ, 10 किता भन्दा कम शेयर कसरी बेच्ने त? यसमा दुईवटा अप्सन छन्। अप्सन 1, त्यही कम्पनीको शेयर थप 10 किता वा बढी बनाएर रेगुलर मार्केटमा बेच्ने। अप्सन 2, सजिलो र महत्त्वपूर्ण उपाय छ। नेप्सेले एउटा छुट्टै अलर्ट सेसन बनाएको छ र त्यसमा 10 किता भन्दा कम शेयरको कारोबार गर्न मिल्छ। पहिला टीएमएस खोल्नुहोस्, कन्टिन्युअस होइन, अलर्ट सेसनमा जानुहोस्, कम्पनी, क्वान्टिटी र प्राइस राखेर बिक्री गर्नुहोस्। तर ध्यान दिनुहोस्, अलर्टमा अर्डर रेगुलर जस्तो तुरन्त कार्यान्वयन हुँदैन। तपाईले बायर खोज्नु पर्छ। अब बायर कसरी हेर्ने? त्यसको लागि रेगुलर मार्केट टाइममा पहिला तपाई नेप्सेको वेबसाइटमा जानुहोस्। त्यहाँमाथि मार्केट डेप्थ अप्सनमा क्लिक गर्नुहोस्। सुरुमा टीएमएस मा देखाए जस्तै मार्केट डेप्थ हुन्छ भने त्यसको तल अलर्टका लागि मार्केट डेप्थ हुन्छ र त्यही हेरेर हजुरहरूले आफ्नो टीएमएस मा अलर्टमा अर्डर राख्न सक्नुहुन्छ। याद गर्नुहोस्, शेयर बिक्री भएपछि चाहिँ इडिएस गर्न नबिर्सिनुहोला। यदि तपाईलाई टीएमएस, मेरो शेयर, आईपीओ, ट्रेडिङ बारे अरु फिचरहरु बुझ्न मन छ भने कमेन्टमा लेख्नुहोस्। हामी यस बारेमा थप भिडियोहरु बनाउने छौं। यस्तै उपयोगी जानकारीका लागि फलो गर्न नबिर्सिनुहोला। थ्यांक यू।